स्वागत छ फेरि पनि कतिखेर लास्ट बनाथिस सो हामी अहिले हाम्रो संगति सकेर हामी अहिले जाँदैछौँ घरतर्फ। हेर्नुहोस् होला हाम्रो टोली। गर्मी धेरै छ, पसिना पुरा आइरहेको छ, छाता हातमा छ। दाडी यो पछाडि आउँदैछ। आज फरेस्ट डे प्रोग्राम सकिएर चर्च प्रोग्राम सकेर हामी गएको त्यसको हाउडा ब्रिज। यो ब्रिजलाई भन्छ नागाल्यान्डको हाउडा ब्रिज हो। कस्तो खालको रहेछ के ब्रिज अरे? वाउ, अर्ग्यानिक ब्रिज। हामी चाहिँ घर जाँदैछौँ अहिले। अनि हामी अहिले चाहिँ कहाँ जाने जति? अब म मेरो बङ्गलामा जाने हो। मेरो बङ्गलामा मुताला बैंक बैलेंस नौ दियोला मकेला इयर्स नौ दियोला रो मोइ दो तबनी की हिजरासनी हिजरा क्रोले तपली मार्न परेन उपाय ना। हाम्रो हामी जाँदै छौँ बोजुहरुको घर। आज फेरि फादर्स डे को नाउँमा Happy Father's Day. ह्यापी फादर्स डे सबैजनालाई। जतिजनाले पनि बुवाहरूले हेरिराख्नु भएको छ भने परमेश्वरले तपाईहरुको जीवनमा प्रशस्त मात्रामा आशिष दिनुभएको होस्, यही नै हाम्रो प्रार्थना छ। एन्टरटेनर जयन्ती किन आएको अरे? अच्छा, मध्यस डेमा थिएन, सो सरप्राइज दिनलाई सबैजनालाई सरप्राइज दिन आयो। म त जयन्तीलाई देखेर वाउ सरप्राइज कस्तो भयो ओके। जस्ट हामी Yes, so many so much. कसले निकालेको यो? तपाईलाई सुन देवीले निकालेको रे? यो लिची मैले नखाएको 3 इयर्स भयो। म 4 इयर्स सकिसक्यो नि। तिम्रो जब पाकेछ। एकचोटि राख। क्यामेरा कानु कसले फिलाउ दे बुझु क्या लाग्छ। सकिन्छ त अब यो 3 केजी मासु, सुँगुर मासु, माछा 3 केजी, के को 3 केजी फेरि यो 4 केजी, अनि माछा फेरि डल्लै। आजको कुकहरू खै एकबार साइदियो त, फेस दिखाइदियो त। हाय यता मम्मी खै माइजु खै यता हेर्नु न। माइजुमा के भन्नु बाजी? अस्तिको दिन चटनी क्या दामी बनाउनु भएको थियो। के बताऊ त्यो खानुपर्छ। हाय, आई एम सो एक्साइटेड। We are celebrating Father's Day together after 3 years again. 3 years. Maybe 3 years also though. After 3 years. त मदर्स डे मनाइस भन्न अस्ति। Maybe the Father's Day त आज मनाउँदैछ नि त। And then together. We are celebrating together after 2 years. बोजू घर फाइनली बाटो यस्तो छ है गाइस। सरप्राइज Happy Father's Day. खै कस्तो लाग्यो रे सरप्राइज बुझु? मन पर्यो कि परेन? आजकल 500 लाख हजार रुपैयाँ खालौ नखराउस्। Happy Father's Day. जय मसी माइजू। यो हो हाम्रो फ्यामिली, यो सुरुवात हो। अहिले तपाईहरुले हेर्नुहुन्छ कतिको एन्जॉयमेन्ट छ भनेर।
पकाउनुलाई रेडी लसुन अनि अदुवा यहाँ केलाइरहेको छ यहाँ अनि यहाँ भित्र पनि के कुराहरू पाकिरहेको छ यहाँ चुलामा दिदी बाहिर हेर्छु ल बाहिर के भइरहेछ बाहिर मासु यहाँ बाहिर चाहिँ पुरा मासु 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 आज त स्पेसल माछा छ यहाँ अनि यहाँ मासु स्पेसल स्पेसल यहाँ भाँडा माझिरहेछ यहाँ चामल केलाइरहेछ चामल धोइरहेछ आज त ह्याप्पी फादर्स डे मजा छ है जिन्दगी मेरो फोनमा अब यहाँनिर हुँदैछ लिची तल यहाँनिर मिस्ट गुड आयो एक झ्याङ आयो अब बसेर ड्याङ खाने हो त्यहाँ पनि छ झार हाम्रो आमा घरमै छ आया घरमा त पुरा बजार लागिरहेछ घरमा बजार लागिरहेछ सुका मास बजार लागिरहेछ बजु त्यही त अब बुहारी भएपछि गर्नु पर्ने रहेछ अहिले बुहारी नहुँदाखेरि नातिनी मात्रै हुँदाखेरि चाहिँ नगर्ने भनेर बसेको हौ खाने रोस्पे चिङ्गम फेलाबे रोस आज गिरा के हैन बुझिला अपनी जैसे जीजा दिखाएगा कौन ना भाडा मात्नेको अवस्था हाम्रो गाइस हेर्नुहोस् हामी कति काम गर्छौँ नि तिमीले यसरी काम गर्छ रोजले यसरी काम गर्छ हाम्रो दादा नि दादा भन्नुहुन्छ अरे जुन चाहिँ बनाउँछु न ऐसे भाउजू बन भयो यो चाहिँ बोइल बनाएको पर्सीको मुन्टा बोडी भेन्डी त्यही टेस्टी हुने होला चाहिँ लाउनु न ज्वान हुनु पर्यो अलिक धेरै लगाइदिनु खै यो अलिक राम्रोसित गर्दै जति आमाले के खाइ लाग्दैन निस्किन्छ त यो कलर दिदी बहिनी है दिदी बहिनी के गर्ने अरे खिचिदिन्छु म तपाईँको खै भिडियो खिच्ने माइजू छेमा पछाडि पिक फुट रहेछ हेर्नु त पिक फिट रहेछ अगाडि पिक पछाडि पिक कैसे 1 2 3 1 2 3
मदर्स डे त्यो नखिचला आज खिचिए चाहिँ नातिहरूको फोटो खिच्छ सेसन टाइम नाति नातिनाहरू So family gathering हुँदैछ यहाँ फादर्स डे को All right. बाबा अनि दाइ दाजुहरूलाई अनि भेनाहरूलाई सबैलाई ह्यापी फादर्स डे ताली आजको दिन श्रीजेका रमाउँदै काटेर खुवा भन् मनाउ र आनन्द मनाउ आजको दिन श्रीजेका रमाउँदै जाऊ र खुसी मनाउ आजको दिन श्रीजेका सेलिब्रेट गर्नु पाउँदाखेरि म विश्वास गर्दैछु नेक्स्ट इयर त के जाने हाम्रो भाइ अनि बहिनीले फेरि गौरी पनि ल्याउँछ हामीहरूको एउटा अहिले यहाँ बहिनीले भनेको जस्तो हामीहरूको फ्यामिली एउटा आशिषको फ्यामिली हो र आज यस्तो तपाईको नाउँमा हामी नाच्दै रमाउँदै हामी झुम्दै प्रभु आज यो फादर्स डे 2025 को प्रभु हामीले फेरि पनि पाउन सकेकोमा हामी तपाईँलाई हृदयबाट धन्यवाद दिन चाहन्छौँ। साँच्चै नै परमेश्वर आज तपाईँले हाम्रो जीवनमा हाम्रो परिवारमा एउटा असल छोराहरू दिनुभएको छ। एउटा मलाई केक पाक्वा इनले त म त यो बच्चालाई दिइहाल्नु पर्ला ल क्रिम हाल्नु ओ ब्लु क्रिम खानुस् है बाबाहरू के मामा पनि आउनु आमामा कस्तो अरे भिडियो युट्युब च्यानल खोल्दै त हो त नि अवश्य हो त यो भात यो सुँगुर अनि यो मास अनि यो चटनी नानीको त अलग छ मासु दिने वाउ तपाईको भ्लगको नाम के पो थियो मिस्टर 90 क्रिएसन है मेरो सब्स्क्राइबरहरूले सब्स्क्राइब गर्नु होला उहाँको च्यानललाई पनि मेरो प्यारो मामाको च्यानल अरे अपना आगे खाओ ए काका खाओ लागि त काका खाली दुरीले सबै बिचार मेरो बाबा हाउ पिकनिक खाको या केक खायो मिठो छ कि छैन कतिको धेरै मिठो छ हामी त या मामा हुनुहुन्छ हाम्रो फ्रेन्ड डिस्ट्रिक्टको गोर्खाको प्रेसिडेन्ट हो त मिठो छ मामा राम्रो नि राम्रो छ नि खानु होला बाबर लगाइन खबिदे भाउजू अनि भाउजूको बहिनी बाजे कस्तो छ फादर्स डेको बाजे मिठो छ रोबिन नखाऊ रोबिन त यहाँनिर दादा अनि दादाको साला बाजे के अरे मामा डङ्गर खायो डङ्गर हाम्रो दादाको पनि आयो यहाँनिर बाजे मिठो छ बाजे मिठो छ ए बाबा त फेरि आउनु भएछ त ये तो ग्रुप तो अलग है सबसे अलग महीना खाया
Okay. Behind that nice curry, hard work goes to this women department. Man, gorom de, jui de, khana pakaina man ke khila ase. Not dish ko. Tai kukura nai. Khabo. Kuma manu bitor de be kha ase. Look. बेसी गाउँले गर्दै लुकाइन खाएছে अच्छा ठीक আছে सब কিমান লাগাছে আপনি মই প্লেট তো নাসাবি আইयो মই গানেও রাখি দিবি মাইজু আজি কি বনাইছিলে আপনি আইছো এটা অলপ লুকাইনা কই দে লুকাইনা আপনি কি বনাইছে মাইজু পিবি নাই পানি বড়া আছে কবি না ঠিক আছে প্লেট চাই লবি আপনি কি বনাইছিলে মই মাছ কি বনাইছে গৌৰী মাংস মই বনাইছে ওয়াও মই আইটেম আচ্ছা हाम्रो होम मिनिस्टर दुई जना भेन्डी लगाइ আছে दे बुहारी सासू बुहारी सब्जी दमदम लगाइ আছে दे लगावे चटनी लगाबो यहाँ हाम्रो बज्जु इस मास खाबो नि की हो मर्सी हाय अलिक स्टोरको सरले हाय আপনি তবে খুলवा নাই उपाय नहीं तो फॉरेस्ट देश ना मदर आगे खाओ बोलेंगे फॉरेस्ट पे फादर्स डे से मदर फर्स्ट खाओ लेंगे आया আপনি क्या चांस देना है तो अब আপনি তো किला टीम पर खिले 13 আছে তো আপনি তো জার্সি নাম্বার 2 फॉरेस्ट दिला टीम फादर्स डे ला टीम आई ये बच्चा बच्चे जमा होइना আছে अम्मा एन्ड्रुले यसरी भात खाएको कहिले देखेको थिइनँ त मलाई गम त चटनी खाँदैछु सो खानपिन सक्यो अब हामी हाम्रो बाटो लागेको बोजू भाइ बाई